हेलो हेलो साथीहरू, हामी अब बस पार्कबाट उत्रिएर नरसिंह धामतिर जाँदैछौँ। यहाँ हाम्रो 80 वर्षको उहाँ आमा हुनुहुन्छ, उहाँ दाई हुनुहुन्छ, हाम्रो निलमणि दाई, उहाँहरू हामी सबैजना हिँड्दैछौँ। ओइ रितु, यता यता हाम्रो ग्रुप सबै यताबाट जाऊँ सजिलो हुन्छ। यता अप्ठ्यारो छ, यताबाट अप्ठ्यारो छ, यतैबाट हिँड्नु न अलिकति त अनि यतैबाट हिँड्नु है। यता बाटो अप्ठ्यारो छ, यतैबाट हिँड्नु अलिकति हो होइन। बुढाबुढी उहाँ 80 वर्षको पनि आउनु भएको छ। लाइभ हो लाइभ। ल ल ल रितु, ल यात्रा कस्तो लागिरहेको छ? शीतल छ है। आरामदायी भएर हामी आएका छौँ। मान्छेहरूले भनेको सबै झुट रहेछ। हो नि मान्छेहरूले यस्तो हुन्छ उस्तो हुन्छ भन्थे है। सबै कुराको व्यवस्थित छ, गाह्रो मान्नु पर्दैन। हाम्रो यहाँ यति 78 वर्षको यहाँ आमा त आइराख्नु भएको छ। उहाँहरू हामीसँगै गाडीमा आउनुभएको हो होइन। हामी ऊ मन्दिरनिर आइपुग्न लाग्यौँ। 10 मिनट हो मन्दिर पुग्न, त्यहाँबाट 10-15 मिनट हामीले काली गण्डकी र नेत्रावतीको तिर त्यहीँ हो पुग्नुपर्ने है। मान्छेहरूले यति हिँड्नुपर्छ उति हिँड्नुपर्छ भन्नुहुन्थ्यो, तर हामी जोस् राम्रोसँग आइपुग्यौँ। जोस् होइन यात्रा होइन,